10 वर्ष पुरानो बलेर जिपको काम गर्दाखेरि मलाई यस्तो सम्म हुन्छ भनेर मैले कहिले पनि सोचेको थिएन। लास्ट टाइम त यस्तो सम्म भयो। हजुरहरूले देख्नु भएको थियो होला, हामीले यहाँसम्म गरेको थियौँ र पार्ट 2 मा हामीले के काम गर्यौं त सुरुमा भने हामीले सिसाको फ्रेमतिर हामीले चाहिँ पाइप हालेको थियौँ सपोर्टको लागि। ढाला चाहिँ लास्ट पत्थर भएको थियो नि त, यो ढालालाई चाहिँ अब हामीले नयाँ गराउनु पर्ने हुन्छ कि, त्यही हुनाले चाहिँ मैले चाहिँ यसलाई अब गराउन लागेको छु है त। सुरुमा भने त्यो कुहिएको पार्ट जति सब मैले काटेर फालिदिन्छु, पछि चाहिँ मैले चाहिँ त्यो वेल्डिङ गरिदिन सुरु गरिदिन्छु है त। यसमा चाहिँ हजुरहरूले मलाई सब्स्क्राइब गर्नु भएन भने सब्स्क्राइब गर्दै गर्नु होला है त, मैले त्यतिसम्म वेल्डिङ गर्दै गर्छु है त। चाहिँ ढाला पनि वेल्डिङ गरेर भ्याइसकेको थिएँ। अब यता भने फरस वेल्डिङ गर्न थियो अनि भाइले वेल्डिङ गरेर पनि भ्याइदिन्छ है त। अनि यो ढोकाको चाहिँ बिजोक रमाइलो भएको थियो कुच्चेर, अनि अङ्कलले चाहिँ डेन्टिङ गर्दै हुनुहुन्थ्यो। अनि डेन्टिङ गरेर त भ्याइसकेको थियो। अब भने ढाला डेन्टिङ गर्न बाँकी थियो अनि यसलाई चाहिँ घोट्न पर्ने हुन्छ कि, किनभने कार्पेट लास्टै लगाएको थियो, त्यही भएर मैले चाहिँ घोटिदिन सुरु गरिदिन्छु है त। अनि घोटेर भ्याइसकेको थियो। अब भने यसलाई डेन्टिङ गर्न थियो, त्यही भएर अङ्कलले डेन्टिङ गर्दै हुनुहुन्थ्यो। चाहिँ ढाला त डेन्टिङ गरेर भ्याइसकेको थिएँ। अब भने साइड पाता डेन्टिङ गर्न थियो, त्यो पनि हामीले भ्याइदिन्छौँ। अब भने डब्बा चढाउने बेला भइसकेको थियो अनि यहाँनिर चाहिँ नडबल लाग्ने भागनिरको चाहिँ राम्रोसँग जोडिएको थिएन र चाहिँ हामीले चाहिँ राम्रोसँग जोड्नको लागि काटेर पनि वेल्डिङ गरेर पनि हामीले चाहिँ भ्याइदिन्छौँ है त। गरेर त मैले त्यहाँको भ्याइसकेको थिएँ। तलपट्टि चाहिँ हल्का फुटेको रहेछ कि, अनि त्यो पनि वेल्डिङ गरिदिन्छु। अब भने ढोकाको काम थियो, डेन्टिङ गर्दाखेरि काटेको पार्ट थियो कि, अनि त्यसलाई वेल्डिङ गर्न पर्ने हुन्छ, अनि म चाहिँ त्यो पनि वेल्डिङ गरेर भ्याइदिन्छु। चाहिँ लगभग सब काम भ्याइसकेको थिएँ। अब भने डब्बा चढाउन पर्ने हुन्छ, त्यसको लागि चाहिँ पेन्ट हान्न पर्ने हुन्छ कि, त्यही हुनाले चाहिँ मैले चाहिँ घोटेर अब यसमा पेन्ट हान्दिन लागेको छु है त। चेसिस पनि घोट्न पर्ने हुन्छ, अनि त्यो पनि गरिदिन्छु। चेसिस पनि घोटेर भ्याइसकेको थिएँ, तर अब भने पेन्ट हान्न बाँकी थियो। पेन्टको ढक्कन खोलेको, ढक्कनै नखुलेर बिजोक रमाइलो बल्ल बल्ल हामीले चाहिँ ढक्कन पनि खोलेर भ्याइसकेको थियौँ। अब भने पेन्ट हान्न पर्ने हुन्छ। अब भने पेन्ट हान्ने पालो थियो, त्यही हुनाले चाहिँ मैले चाहिँ पेन्ट पनि हानिदिन्छु है त। अनि पेन्ट हानेर पनि भ्याइदिन्छु। पेन्ट हानेर भ्याएको हात त यस्तो कालो भएको थियो। अनि आजको लागि यति नै, भेटौँला पार्ट 3 मा। आजको लागि यति नै है त, बाई बाई।